ओम शान्ति। आज 8 नोभेम्बर 2025 को मुरलीमा बाबाले हामीलाई हाम्रो स्वराज्यको सुन्दर यात्रामा लैजाँदै हुनुहुन्छ। कहिलेकाहीँ लाग्छ नि हामी को हौं, कहाँबाट आयौं, हाम्रो वास्तविक घर कहाँ हो। आउनुहोस् आज बाबाको महावाक्यमा डुबेर यी सबै रहस्यहरूको खोजी गरौं। कति सुन्दर गीत छैन? यसको भावले हाम्रो साँचो परिचय बताउँछ। बाबाले सम्झाउनुहुन्छ, हामी आत्माहरू यो भौतिक संसारका होइनौं। हामी त धेरै टाढाको एकदमै शान्त देशबाट आएका यात्री हौं। यो पराई देशमा, यो कर्मक्षेत्रमा आफ्नो भूमिका खेल्नका लागि। हाम्रो असली देश, हाम्रो घर त स्वीट साइलेन्स होम हो, परमधाम। त्यो शान्तिको दुनियाँ, निराकारी दुनियाँ। तर यो पृथ्वी, यो त एउटा पुरानो रङ्गमञ्च जस्तै हो जहाँ हामी आफ्नो अभिनय गर्न आएका छौं। तर अचम्मको कुरा, हामीले यही अस्थायी मञ्चलाई नै आफ्नो पक्का घर सम्झेर बस्यौं। हेर्नुहोस् त, यो पुरानो कलियुगी दुनियाँमा चारैतिर दुःख नै दुःख छ। तर बाबाले हामीलाई याद दिलाउनुहुन्छ, हामी यही दुनियाँमा सत्ययुगमा हुँदा कति सुखमा थियौं। हामी आदि सनातन देवी देवता थियौं, सारा विश्वका मालिक। र खुशीको कुरा के छ भने बाबाले अहिले फेरि त्यही नयाँ दुनियाँ स्थापना गरिरहनु भएको छ। त्यसो भए प्रश्न उठ्छ, हाम्रो यो दुःखको अवस्थाको खास कारण के हो त? बाबाले एकदमै स्पष्ट पार्नुहुन्छ, देह अभिमान। आफूलाई यो शरीर सम्झनु नै सबभन्दा ठूलो बिमारी हो। यही एउटा रोगले आत्मालाई अनगिन्ती दुःख र बन्धनहरूमा फसाइदिन्छ। यहाँ हेर्दा कति स्पष्ट देखिन्छ। जब हामी देह अभिमानमा हुन्छौं, हामी बिमार, दुखी र पत्थर बुद्धि बन्छौं। मतलब हाम्रो सोच्ने शक्ति एकदमै कमजोर र जड हुन्छ। तर जब बाबाको ज्ञानले हामी आफूलाई आत्मा सम्झेर देही अभिमानी बन्छौं, तब हामी निरोगी बन्छौं, हाम्रो बुद्धि पारस जस्तै दिव्य बन्छ अनि हामी फेरि विश्वको मालिक बन्ने आफ्नो जन्मसिद्ध अधिकार पाउँछौं। हो, यही देह अभिमानको बिमारीबाट हामीलाई मुक्त गराउन र हाम्रो साँचो स्वरूपको याद दिलाउन स्वयं हाम्रा पिता सच्चा सद्गुरु आउनुभएको छ। उहाँले नै हामीलाई घर फर्कने सही बाटो र युक्ति सिकाउनुहुन्छ। अब एउटा गहिरो प्रश्न सोधौं, हामीलाई फेरि त्यही पवित्रता र राज्य अधिकारको डबल सिरताज लगाइदिने शक्ति र ज्ञान कोसँग होला? संसारका कुनै पनि गुरु, सन्यासी वा राजा महाराजाले यो शिक्षा दिन सक्दैनन्। यो त असम्भव छ। यसको एकमात्र उत्तर हो राजयोग। तर यो कुनै साधारण हठयोग होइन। यो त स्वयं परमपिता परमात्माले पढाउनु हुने पढाइ हो, जसबाट आत्माले आफ्नो गुमेको स्वराज्य फेरि प्राप्त गर्छ र विश्वको मालिक बन्छ। यो ज्ञान अरू कसैसँग छँदै छैन। जब आत्माले यो अद्भुत ज्ञानलाई अनुभव गर्छ, तब उसको मनभित्र खुशीको लहर चल्न थाल्छ। यो खुशी यति गहिरो हुन्छ कि आत्माभित्रै एउटा अलौकिक नाच सुरु हुन्छ। हो, यसैलाई बाबा ज्ञान डान्स भन्नुहुन्छ। यो ज्ञानको नशाले सारा आलस्य र विकर्षणहरूलाई एकैछिनमा भगाइदिन्छ। ल, अब हामी आफ्नो घर, स्वीट साइलेन्स होम फर्कने तरिकाबारे कुरा गरौं। बाबाले यसको लागि एउटा धेरै रमाइलो र शक्तिशाली उदाहरण दिनुहुन्छ, आत्माको रकेट जस्तै उडानको। सोच्नुहोस् त, कति गहिरो कुरा छ। आत्मा यति सानो एउटा ज्योतिबिन्दु, तर यसको गति कुनै पनि भौतिक रकेटभन्दा कैयौं गुणा तेज छ। यसले त एक सेकेन्डमा यो सूर्य, चन्द्रमा, ताराहरू सबैलाई पार गरेर आफ्नो घर, मूल वतनसम्म पुग्न सक्छ। यो रकेट जस्तो उडान भर्नको लागि 4वटा सीधा चरणहरू छन्। पहिलो, पवित्र बन्नु, किनकि पवित्रता नै यो उडानको इन्धन हो। दोस्रो, यो शरीरबाट आफूलाई अलग, न्यारा अनुभव गर्नु। तेस्रो, एक बाबालाई निरन्तर याद गर्नु। र चौथो, त्यही यादको शक्तिले आफ्नो घर, स्वीट साइलेन्स होम पुग्नु। अब यो यात्रालाई अझै छिटो बनाउने एउटा अर्को गुप्त तरिका पनि छ। त्यो हो महादानी बन्नु। मतलब आफूले पाएको यो ज्ञानको खजाना र शान्तिको अनुभव अरू आत्माहरूलाई पनि दिल खोलेर दिनु। आजको मुरलीबाट हामीले स्वराज्य पाउने केही अनमोल सूत्रहरू पायौं। पहिलो, राति सुत्नु अघि बाबासँग मिठो मिठो कुरा गरौं र मनैमन यो शरीर छोडेर बाबाको साथमा जाने अभ्यास गरौं।
दोस्रो, एक बाबाको यादमा रहेर आफ्नो बुद्धिलाई पारस बनाऊ। अनि तेस्रो, अरूको सेवा गरेर महादानी बनाऊ। किनकि सेवाबाट जुन आशीर्वाद मिल्छ त्यसले हाम्रो उडानलाई अझै तीव्र गति दिन्छ। र अन्त्यमा यो प्रश्नमा अलिकति विचार गरौँ। जब हामी अरू आत्माहरूलाई सुख शान्ति दिन्छौँ तब उनीहरूको हृदयबाट निस्केको निस्वार्थ आशीर्वादले हाम्रो आफ्नै आत्मिक उडानलाई कसरी शक्ति दिएर अगाडि बढाउँछ होला। ओम शान्ति।